रातमा बाहिर छोडिएको तपाईँको लुगा अदृश्य दुष्ट आत्माहरूको लागि तपाईँसम्म पुग्ने सबैभन्दा सजिलो बाटो हो। तपाईँको गन्ध बोकेको त्यही कपडा प्रयोग गरेर उसले दुर्भाग्य निम्ति आउने वा तपाईँमाथि नै नियन्त्रण गर्न सक्छ। यो त प्राय हरेक नेपाली घरमा सुनिने वाक्य हो होइन? साँझ पर्यो कि आँगन कौसीमा सुकाएको लुगा टिप्न हतार हुन्छ। हो नि, कतिपटक आमाले ए लुगा उठा साँझ पर्न लाग्यो भन्नुभएको होला। सुन्दा अलि डरलाग्दो पनि। हो, तर यो डर मात्रै होइन, यो त एउटा गहिरो सांस्कृतिक विश्वास हो, चलन हो। आज हामी यही विषयमा अलिक गहिरिएर कुरा गरौँ न त। एकदम। किनभने यो हेर्दा सामान्य घरेलु काम जस्तो लागे पनि यसको पछाडि त कति धेरै कुरा जोडिएको रहेछ। लोक आस्था, अदृश्य शक्ति, फेरि हाम्रा पुर्खाको अनुभव, सबै। बिल्कुल। हाम्रो आजको यो गहन चर्चाको उद्देश्य पनि त्यही हो। यो परम्परा पछाडिको विश्वास के हो, अदृश्य शक्तिसँग यसको के सम्बन्ध छ, अनि के यसका पछाडि केही व्यवहारिक वा वैज्ञानिक कारण पनि छन् त? हो, कसरी यी दुई फरक देखिने कुरा, आस्था र व्यावहारिकता एउटै चलनमा गाँसिएका छन् त्यो बुझ्ने कोसिस गरौँ। र यसका लागि हामीले मेरो नेपालबाट प्राप्त जानकारीलाई आधार मानेका छौँ। ल, त्यसो भए सुरु गरौँ आस्थाकै पाटोबाट। नेपाली समाजमा लुगालाई कसरी हेरिन्छ? के यो शरीर ढाक्ने कपडा मात्र हो त? मेरो विचारमा त होइन होला। जस्तो लाग्छ लुगाको महत्त्व अलि बढी नै छ। एकदम। हाम्रो मान्यतामा लुगा भनेको लगाउने मान्छेको एउटा विस्तार हो। यसले उसको गन्ध, उसको पसिना, उसको ऊर्जा, भनौँ न उसको व्यक्तिगत सार नै बोकेको हुन्छ। ए, मतलब लुगा एक किसिमले त्यो मान्छेको प्रतिनिधि जस्तै? हो, ठक्कै। जस्तो कहिलेकाहीँ कुनै पूजा वा धार्मिक काममा मुख्य मान्छे उपस्थित हुन नसके उसको सफा लुगा राखेर पूजा गरिन्छ नि। गरिन्छ, मैले देखेको छु। हो, त्यसले के देखाउँछ भने लुगालाई व्यक्तिको प्रतीकात्मक उपस्थितिको रूपमा लिइन्छ। ए, त्यसो भए जसरी सकारात्मक काममा लुगाले प्रतिनिधित्व गर्छ त्यसरी नै नकारात्मक शक्तिहरूले पनि लुगा मार्फत नै समात्ने हुन् त? हो, मूल विश्वासको जड यही हो। जसरी सकारात्मक ऊर्जा जोडिन सक्छ, त्यसरी नै रातको समयमा असुरक्षित रूपमा बाहिर छोडिएको लुगामा नकारात्मक शक्तिहरू आकर्षित हुन सक्छन् भन्ने मानिन्छ। त्यो लुगा नै उनीहरूका लागि व्यक्तिसम्म पुग्ने बाटो बन्छ। तर के सबैलाई उत्तिकै असर गर्छ र? कि कोही बढी जोखिममा हुन्छन्? खै, मान्यता अनुसार त सबैलाई बराबर हुँदैन। खास गरी साना नानी बाबुहरू जसको मन कच्चा हुन्छ भनिन्छ नि। हो, भन्छन्। हो, उनीहरू अनि शारीरिक वा मानसिक रूपले अलि कमजोर भएका व्यक्तिहरू, बिरामीहरू यस्ता नकारात्मक प्रभावप्रति बढी संवेदनशील हुन्छन् भन्ने विश्वास छ।